अब काम छुट्ला यतिर बढी ठाउँ मलाई मन्दिर चाहियो चाहियो मलाई चौखो चौखो चाहियो 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 यो छ मन्दिर बनाएपछि उहाँले भने हामीले पुर्याउन सक्यौँ भने यिनलाई राम्रो हुन्छ हामी सबैलाई राम्रो हुन्छ राम्रो हुन्छ नत्र भने यिनले दुःख धेरै पाउँछन् भन्ने कुरा पनि छ यहाँ है अब दुःख कष्ट भन्ने कुरा गुरुले के भन्नुभएको छ अब गुरुले चाहिँ मन्दिर बनाइदिने अब यहाँदेखि हजुर अब गएपछि अब 7 दिनसम्म उहाँ ध्यान बस्ने गरे अनि ध्यान बसालेर अनि गुरु यहाँ मन्दिर बनाइसकेपछि उहाँ जाने वहाँ गएर त्यहाँदेखि एकचोटि गुरुले चाहिँ यहाँ लिएर मन्दिरमा बसालिदिने अनि सबै कुराहरू अब गुरुले के दिनुहुन्छ कस्तो गर्नुहुन्छ सबै चाहिँ उहाँले चाहिँ दर्शक देख्न चाहन्छ उहाँहरूको घर चाहिँ यो हो अनि एकदमै आर्थिक अवस्था कम भएको कारणले गर्दाखेरि अहिले यिनी नानीले दुःख एकदमै पाइरहेको छिन् है म त्यही भन्न चाहन्छु अनि अब घर पनि यस्तो छ र अब छोराहरू पनि कोही पनि हुनुहुन्न छोरी दुईटी छोरी हुनुहुन्छ छोरी अब ले पनि अब सधैँभरि अब आएर माइती घरमा आएर बसेर हेर्ने कुरा पनि हुँदैन गर्ने चाहिँ सबैजनाले गर्नु भएको छ अब के गर्नु त अब छोरीले पनि गर्नु भएको छ सबैले गर्नु भएको छ अनि अब एउटा मन्दिर बनाउनु पर्ने छ यहाँ एकदमै इमर्जेन्सी जरुरी भनेको हामीलाई मन्दिर बनाउने त्यसपछि अब देउताले के भन्नुहुन्छ त्यो चाहिँ गर्नुपर्ने छ अनि अहिले हामी चाहिँ घोराई 5 बसन्तपुर भन्ने ठाउँमा आएका छौँ सानी छोरी चाहिँ यिनी हुन् उनकी जो हाम्रो माता हुनुहुन्छ उहाँको चाहिँ छोरी यिनी हुन् हेर्नुहोस् कति दया लाग्दो अनुहार छ अनि हामीले चाहिँ अब यहाँ आएका छौँ अब त्यही त हो मान्छेलाई हरेक समस्याहरू पर्न सक्छ हामी सबै कुराहरू हामी मेन्टेन गरेर अगाडि बढ्नुपर्छ है गरेर हामीले गर्न सक्यौँ भने भोलि हामीलाई राम्रो हुने हो तपाईँलाई राम्रो हुने हो नत्र हामीले गर्न सकेनौँ भने मान्छेको ज्यान जान पनि सक्छ र घरबार तताबिङ हुन सक्छ रूप लिएर नै चाहिँ कामिरहनुहुन्छ कस्तो रातबिरात जतिखेर पनि हो जतिखेर पनि मन्दिर मात्रै बनाएर हुन्छ कि मन्दिरमा के चाहिन्छ भन्नुहोस् भन्नुहोस् अनि हामीले तपाईँले भनेको सबै कुरा पुरा गऱ्यौँ भने नानीलाई राम्रो हुन्छ अब अगाडि तपाईँ हुनुहुन्छ गर घन्टी पनि आउँछ सब आउँछ तर राम्रोसँग अगाडि अर्थीपुति दिनु पर्यो बाटो लगाउनु पर्यो अनि यस्तो घर उस्तो घर भनेर सिकाउनु पर्छ अध्यपुति दिनुपर्छ अनि एउटा घन्टी पनि माग्नुहुन्छ ठुलो घन्टी चाहियो ठुलो घन्टी चाहियो मन्दिरमा त चाहिन्छ मन्दिरमा चाहियो मन्दिर भनेपछि त्यो घन्टी त आइहाल्छ त्यसमा होइन सबभन्दा मन्दिरको आह्वान गर्नु पर्यो हामीले चाहिँ सबभन्दा हामीले मन्दिर बनाइसकेपछि बहिनीलाई सन्चो हुन्छ भनेपछि त मन्दिर त गराउनु पर्यो त उहाँले चाहिँ मन्दिर बनाइदिनु मलाई भन्ने ठाउँ चाहिँ यही हो यही ठाउँ चाहिँ रोज्नु भएको रहेछ उहाँले है अनि अब यही ठाउँमा मन्दिर बनाएर उनलाई बसाल्न सक्यौँ भने हामी सजिलो पनि हुन्छ मन्दिर त यही नै मन्दिरको चाहिँ मन्दिर हेतु बनाउनु स्थापना हेतु स्थापना चाहिँ चोक नीति छ भन्नुभयो होइन कस्तो खालको मन्दिर चाहिन्छ हजुरलाई भन्नुहोस् मान्छे बस्नेवाला मन्दिर हो कि पूजा गर्ने मन्दिर हो कि भोलि मान्छे हेराउन फेराउन आयो भनेपछि सबै कुराको सहज हुने खालको मन्दिर हो कि भन्नु पर्यो अनि सब भन्नु पर्यो अनि साँचो बोल्नु पर्यो नै छोड्दिनु यो त देउताले गर्छन् यो केही फरक पर्दैन चोटपटो केही लाग्दैन क्या देउता अगाडि लागिसके चोटपटो केही लाग्दैन क्या अनि सब गर्नु पर्यो अनि सब भन्नु पर्यो यस्तो गर्छु उस्तो गर यस्तो गर सब भन्नु पर्यो सब बोल्नु पर्यो सबै भनेपछि थाहा हुने त हो होइन के चाहिन्छ के गर्नुपर्छ के माग्नु भएको छ देउताले चाहिँ अब जसरी पनि सन्चो गराउनु पर्यो होइन यस्तै त अब देउताले अब तपाईँको एउटा पहिला सुरुमा मन्दिर बनाउने मन्दिर बनाएपछि ठुलो घन्टी ल्याउने मन्दिर पनि धेरै ठुलो पनि चाहिएन धेरै सानो पनि चाहिएन 2-4 जना मान्छे आए पनि बस्ने खालको त्यही बनाउने भन्ने कुरो छ यहाँ गुरुले पनि त्यही भन्नुहुन्छ अनि त्यसको लागि यिनी नानी कहाँसम्म गइन् कस्तो अवस्थामा पुगिन् कस्तो के छ दुःख कति पाइन् कता गई हेर्नुहोस् अनि जता कतै जाने एकदम उ गर्ने कहिले साँझ आउने कहिले बिहान आउने गरी
अनि धेरै दुःख पाएँ अनि के गर्ने मन्दिर बनाउने भनेको गर्ने कुरो भयो। अनि मन्दिर बनाउन मैले सकेन, मेरा छोरा छैनन्, दुईटी मात्रै छोरी छन्। अब मैले अब काम गर्ने अब बुढो मान्छे हुनुहुन्छ, अब काम पनि अब कति हुन्छ र काम गरेर पनि कति साध्य हुन्छ र होइन। अब फेरि लेबर काम गर्ने, अब त्यो 400-500 रुपियाँ लेबर काम गरेर अब त्यत्रो अब घरमा चल्नै गाह्रो भयो क्या। हुन्छ अनि मन्दिर बनाउन सकिएन, अनि त्यही भएर हजुरहरूले चाहिँ पहल गरौँ भन्ने गरेको। त्यही त टेन्सन नगर्नु। अब हामीले अब गरिराखेका छौँ है। अब यो भिडियो सबैजनाले हेर्नुहुन्छ, हेरेपछि सबैको एकदम मनमा एकदम माया ममता एकदम दया चाहिँ पलाउनु पर्यो। भोलि हामीलाई यहाँ मात्र होइन कि भोलि अनेक थरी ठाउँमा पर्न सक्छ यस्तो कुराहरू, सबैले ध्यान मज्जा दिएर ध्यान दिनु पर्यो। अनि अब दुःख त यिनीहरूले अब धेरै दुःख पाएन, अब कति महिना कति अब समयसम्म त यिनी अब औलाउने बोलाउने पनि भइन्। अनि त्यसैमा अब कतिपय ठाउँमा कति दुःख पायो होला, कतिपय ठाउँमा मान्छेले अनेक थरी कुरा पनि गरे होलान्। अनि आजभोलि जमानामा फेरि अब राम्रो कुरा भन्दा नराम्रो मान्छे कुरा गर्ने मान्छे धेरै भेटिन्छन्। अनि यो त अब सबैले थाहा भएकै कुरा हो। जसलाई पर्या हुन्छ, जसले भोग्या हुन्छ त्यो मान्छेलाई मात्रै थाहा हुन्छ यो कुरा, अनि अनुभव हुन्छ। त्यही कारणले गर्दाखेरि पनि अब यस्तो अवस्था छ। हेर्नुहोस्, हामी चाहिँ घोराइ 5 दल्तीपुर भन्ने ठाउँमा आएका छौँ। हामी अहिलेको अवस्थामा सबैले हेर्न सक्नुहुन्छ। अनि अब हामी पनि अब यसो अब वरपर छिमेकी त्यसपछि लिएर अब जसले अब भोग्नु भएको छ अब नानीको कथा व्यथाहरू अनि दुःख पाउनु भएको छ उहाँहरूलाई पनि हामीले केही कुरा राख्छौँ एकदमै सँग होइन। उहाँले चाहिँ मन्दिर बनाइदेल भन्ने ठाउँ चाहिँ यही हो है। यही ठाउँ मन्दिर चाहिँ बनाउनु पर्छ अरे उहाँको। मन्दिर बनाएपछि अब हामीले सबै अब कुराहरू हामीले यस्तो छ क्या, मेन कुरा यस्तो अवस्थामा फेरि के हुन्छ भन्दाखेरि अब अनेक थरी अब यताउता अलमझम दुनियाँदारी हुन्छ नि त। उठ्ने भन्दा पनि अब त्यो यत्तिकै छोड्दा ठिक होला भन्छु। हामी चाहिँ अहिले ठ्याक्कै यो बसन्तपुर भन्ने ठाउँमा छौँ है। कति जति भयो आमा यस्तो भएको? यस्तो भएको हजुरको भयो 6-7 महिना जति भयो। योभन्दा बुवा हुनुहुन्छ उहाँ चाहिँ। योभन्दा अगाडि धेरै दुःख पाइन् नानीले होइन? धेरै दुःख पाए। अब यिनले भनेका कुराहरू अब यिनले अब जस्तै मानौँ अब यिनले जो अब देउताले भन्नुभएको छ यस्तो गर उस्तो गर भन्नुभएको छ त्यो हामीले गर्न सकिरहेको छैन। हो त्यही भएर यिनले दुःख पाइरहेको छिन्। अनि त्यसको लागि त हामीले फेरि अब त्यसको लागि त हामीसँग अब केही कुराहरू हुनु पर्यो। त्यसैमा हामीले अब साथ दिने मान्छे हुनु पर्यो। अनि आजभोलिको जमाना के छ भन्दाखेरि अब कसैले पनि यो कुरा भन्छन् कि मान्छेको स्थिति हेर्ने मान्छेले कुरा गर्छन् कि त्यो कुरा छ मेन कुरो। अनि भोलिको दिनमा यस्तै कुराहरू अरू घरमा पऱ्यो भने पनि त्यति बेला मान्छेहरूले बुझ्छन् नि त फेरि कस्तो खालको के हो। अनि बुझ्ने त जरुरी छ। त्यसैले गर्दाखेरि अब यति सानो उमेरमा यस्तो अवस्था छ। अनि हामी चाहिँ अहिले यो बसन्तपुर कति नम्बर पर्छ? यो 5 नम्बर घोराइ पर्छ नि। घोराइ 5 हामी बसन्तपुरमा छौँ। अहिले यस्तो अवस्था छ, दर्शक पनि देख्नुहुन्छ सबैजनाले। हामी यस्तो अवस्थामा छौँ। हामीले चाहिँ अब केही गर्नुपर्छ सबैजना। यो सबभन्दा मन्दिर बनाउनु पर्ने गरे। हजुर मन्दिर बनाउने बेला 7 दिन यो गएर बस्ने गरे त्यहाँ गुरु हुनु। राम्रोसँग बोल्नुहोस्। अनि गुरु हुनु गएर बसेर 7 दिनका दिन गुरुले दिइदिने। मन्दिरभित्र ध्यान बस्ने गरे गुरुले दिएर भन्नुभएको छ। अब मेरो स्थिति कमजोर हुनाले मैले त्यही त टेन्सन नगर्नु राम्रोसँग बोल्नुहोस्। त्यही भएर यसलाई तुरुन्त मन्दिर बनाइदिनु भनेको छन्। ए मन्दिर चाहिँ गुरुले चाहिँ कहाँ बनाउने भन्नुभएको छ? हितिन बनाउने। हितिन हो? हितिन बनाउने। ये हो? हितिन बनाउने। यो मन्दिर चाहिँ यहीँ रोज्नु भएको रहेछ। मन्दिर भएको छैन। अब मन्दिर बनाउने हो ठाउँ। मन्दिर बनाउने भनेर ठाउँ चाहिँ अब उहाँलाई चाहिँ ठाउँ रोज्नु भएको एकदम राम्रो चोक्नी चाहिँ यहीँनिर छ होइन। यहीँनिर बनाएपछि म शान्त हुन्छु अनि भने जस्तो हुन्छ म सबै गरिदिन्छु भन्ने किसिमले गर्दाखेरि स्थापना गर्ने मन्दिर भन्ने कुरो छ।